हेलो नमस्ते नमस्कार। आज फेरि मैले एउटा कम्पनी लिएर आएको छु। यो कम्पनीको सेयर चाहिँ अरू सेयरहरूभन्दा अलिकति फरक रहेको छ हैन। यो कम्पनीको सेयर चाहिँ लिलामी सेयर हो। यो लिलामी सेयर चाहिँ कसले भर्न मिल्छ, कहाँबाट भर्न मिल्ने र कति कितासम्म भर्न मिल्ने र किताको कति पर्छ भन्ने विषयमा हामी आज छलफल गर्नेछौँ। त्योभन्दा अगाडि हजुरहरूले यो सिभिल लामा युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र एउटा मिठो कमेन्ट छोडिदिनु होला। अब सुरु गरौँ आजको भिडियोबाट। आज मैले लिएर आएको छु यो चाहिँ दोर्दी खोला जलविद्युतको सेयर हो। यसलाई चाहिँ हाइड्रो पावर सेक्टरको सेयर भन्न पनि सकिन्छ। हाइड्रो पावर सेक्टरको कम्पनी हो यो हैन। अब तपाईहरुले चाहिँ यो लिलामी सेयर चाहिँ आजकै मितिबाट भर्न सक्नुहुन्छ। अब तपाईहरुले चाहिँ जस्तै मोबाइलबाट चाहिँ भर्न पाउन सक्नुहुन्न हैन। जस्तै यो कम्पनीले तोकेको ठाउँबाट चाहिँ तपाईहरुले चाहिँ लिलामी सेयर भर्न पाउनुहुनेछ। किताको चाहिँ हजुरहरूले चाहिँ 100 रुपैयाँ चाहिँ कम्पनीले तोकेको छ। त्यो भन्दा माथि चाहिँ हजुरहरूले जति नै प्रतिस्पर्धा लड्नु पर्ने हुन्छ। त्यसैले चाहिँ हजुरहरूले चाहिँ यो भन्दा 100 भन्दा मास्तिर चाहिँ जति पनि राखेर चाहिँ प्रतिस्पर्धा लड्नु पर्ने छ हैन। जसले धेरै मूल्य दिनुहुन्छ उसैले पाउनुहुन्छ। सेयर चाहिँ हजुरहरूले चाहिँ हेर्न सक्नुहुन्छ। सस्तो पार कति हो, सर्वसाधारण तर्फ कति हो भनेर चाहिँ सबै देखाएको छु हैन। हजुरहरूले चाहिँ राम्रोसँग हेर्नु होला, पढ्नु होला हैन। तपाईहरुले पढ्न ढिलो हुन्छ भने एकछिन भिडियो रोकेर पनि हजुरले चाहिँ पढ्न सक्नुहुन्छ हैन। अब म सुरु गर्न चाहन्छु कि अब यो सेयर चाहिँ कुन ठाउँबाट चाहिँ हजुरहरूले चाहिँ भर्न मिल्छ भन्ने कुरा जानकारी दिनेछु। हेर्न सक्नुहुन्छ हजुरले चाहिँ अब काठमाडौँ बासिन्दा अथवा काठमाडौँ कतै बस्नुहुन्छ भने चाहिँ हजुरहरूले चाहिँ नक्सलबाट पनि दिन सक्नुहुन्छ हैन। सानीमा ब्याङ्कका विभिन्न शाखाहरूबाट चाहिँ भर्न सक्नुहुन्छ है। यहाँ देखाइरहेछ हेर्नु होला हैन। यो कम्पनीमा चाहिँ हजुरहरूले चाहिँ अब आइपी परेको जसरी नै चाहिँ धेरै कमाउन चाहिँ सक्नुहुन्न। जस्तै सेकेन्ड मार्केटमा गएर आइपी किनेर केही फाइदा खान्छु भन्नुभन्दा त यो भरेर पनि तपाईहरुले चाहिँ फाइदा खान सक्नुहुन्छ। सेकेन्ड मार्केट भन्दा चाहिँ यो राम्रो छ है। हस् त, धन्यवाद।